दामै पाउँदैन रहेछ। अच्छा रेकर्ड भइरहेको अहिले पुरै भरिन्छ होला माछाले। やっぱりそっか山があるからこういう川急な川が多いんだ。お姉さんたちカトマン 에베레스트 노리타이? What's up everyone, welcome to our new vlog. आजको भ्लग चाहिँ हाम्रो चाहिँ फिसिङको बारेमा रहेको छ हैन। आज चाहिँ हामी तालमा चाहिँ हामी यो फिसिङ गर्नको लागि चाहिँ आज हामीले यो एक्सेसरीहरु फिसिङ एक्सेसरीहरु चाहिँ नजिकको शपबाट यो फिसिङकै शपबाट हामी चाहिँ लिएर चाहिँ अब जान लागेको छौं हैन। अब यहाँ चाहिँ एकदम दामी दामी सबै फिस आइटमको एक्सेसरीहरु सबै पाउँदो रहेछ के। अब त्यसले चाहिने आरादेखि लिएर अब हैन फिसिङ रडहरु धेरै दामी दामी एकदम महँगो महँगो हैन। यहाँ पाउने चाहिँ एकदम एक्सपेन्सिभ। हैन भरम यहाँ जेब सबै पाउँछ। यहाँ रिलहरु काँटाहरु आरामले पाउँछ। फिसिङ गर्न मन छ भने चाहिँ अहिले चाहिँ हामी उसको लागि चाहिँ सानो माछा खेल्न जान लाग्यो। सानो माछाको लागि चाहिँ आरा, यसको लागि आरा यो टक्क लाएर गडेला हुन्छ नि त्यसमा। गडेला त हैन, जस्तो गडेला जस्तो इसोमै भन्छलाई। म त सियो पनमा मारे ए अन चिसे पुरो बलमसँग अब टक्क लाएर फिसिङ गर्नको लागि अहिले फिसिङ रड यहाँ अहिले आएर किनेर रडिङ चाहिँ छ कि भित्रै छ कि रड चाहिँ अब हामीले आएर लिनलाई मार्नको लागि चाहिँ टक्क यहाँबाट लिएर हामीहरू अब रुम नजिकको टक्क एउटा खोला पोखरीमा हैन कति पर्छ माछा अब थाहा हुन्छ। अब हामी चाहिँ हाम्रो आएर सारा बोकेर चाहिँ अब जाँदैछौँ। त्यही हो अब हामीले चाहिँ यो सपमा आएर चाहिँ चाहिने एक्सेसरीहरू अब चाहिने सामानहरू फिसिङको लागि चाहिँ हामीले लगभग किनिसक्यो। त्यही पनि यहाँ आइसकेपछि चाहिँ अब हल्का यो सपहरू कस्तो रहेछ हैन, चाहिने चुरीहरू यहाँ चाहिने अब फिसिङ रड फिसिङ रिलहरू चाहिँ कस्तो कस्तो हुन्छ अनि ट्याक्क लाएर हेरेर टक्क लाएर एक्सपिरियन्स गरेर फेरि नेक्स्ट टाइम अब यहाँ आउँदाखेरि चाहिँ अझ हाम्रो सजिलो होस् भनेर चाहिँ हामी टक्क हेरेर अब यहाँबाट अब हाम्रो डेस्टिनेसन प्लेसतिर चाहिँ लाग्छौँ। नक्कली आएर लोमा हैन सेम यसकै हो के। तिमीले कस्तो किनेको देखाउ र र हैन सेम हैन यसको हेर नक्कली सेम डिजाइन के ओके है। त्यही हो अब दिस इज माई फर्स्ट फिसिङ एक्सपिरियन्स इन जापान। अब हामी यहाँबाट चाहिँ निक्लिएर चाहिँ अब बलमले आफ्नो निन्जा बाइक स्टार्ट गरेर टक्क लाएर यो सपको नाम पनि यो ट्याकल्स बेरी भन्ने रहेछ। र त्यही हो अब आज टक्क अब खानासाना खाएर हामी होइन कामबाट फर्केर पनि टक्क रेडी भएर अब माछा सिमानोको डाइवाको रड चाहिन्छ सबै पाउँछ। प्रेमाजी पारामा होइन आज टक्क लाएर शीतलमा बसेर क्या दामी छ त्यो ठाउँ। माछा मार्ने पनि यस्तो लाइभ देखिन्छ माछा उब्रिया पनि आज होइन त। हेरौँ जाम अब त्यहाँ गएर ट्राई गरौँ। बलमले उता राति खोलामा गएर माछा मार्ने गरेर त्यो गरेको छैन हो। रातिमा चाहिँ बर्खामा बेसी पर्छ त्यतातिर, यहाँ फेरि बर्खा त्यो बाढी आउँदाखेरि पर्दैन। हामी चाहिँ फेरि होइन एउटै म्युनिसिपालिटीको होइन हामी पनि खैरेनी नै हो खैरेनी हो। अब दाजुभाइ आज हामी टक्क लाएर स्किल देखाउनको लागि आँखा भन्छ नि आँखा रापतीको माछा चरात भन्छ नि मिनबहादुर तामाङले याद छ। रापतीमा त डर छ क्या गोहीहरू त्यही हो नि डर हुन्छ। अहिले अलाउ नै गरेको छैन होला अहिले चाहिँ त्यो मेन त त्यो उसमा त आर्मीहरूले छिन दिँदैन। नेसनल तारबारमा करेन्ट सरेन्टहरू पनि यताउति छोडेको के आर्मीहरू गोदै हामीले आफ्नो गियरहरू डाउन गरेर चाहिँ यही हो अब त्यो दामी लोकेसन चाहिँ यो लोकेसनमा चाहिँ अब टक्क लाएर यो सामानहरू सबै यो फिसिङको इक्विपमेन्टहरू गियरहरू चाहिँ मिलाएर अब यहीँ हो हामीले चाहिँ माछा मार्छौँ। यो लोकेसन छ त्यही नै हेरेर अब टक्क लाएर यहाँनिरको अब माछा मार्न हामी आएछौँ एकछिन हेरौँ। अब यस्तो सेटअप गराउँदैछ बलमले त्यहाँ
झ्याम्म लाएर अब 0.8 को धागो हो यो त्यही हो अब आज छुट्टी नै छ छुट्टीको बेलामा टक्क दुईजनाको छुट्टी नै मिलेको कति 4.5 मिटर 4.5 मिटरको आमा यार लास लामो देखिँदैछ यार अब यो चाहिँ त्यो माला उ त्यो आरा हालेर फाल्ने होइन नेपालमा सापले बनाउने तरिका र खोलामा कुन जाल चाहिँ हाल्न दिन्न रहेछ क्या हो यार यहाँ है त्यो त खासै नै जापानमा त्यो प्र्याक्टिस छैन जस्तो लाग्यो क्या जाल हाल्ने चाहिँ मैले यसो याद गरेँ होइन त्यो खासै यिनीहरूले त्यो ट्रेडिसन पहिला छ कि थिएन होला यार मलाई जस्तो लाग्यो यिनीहरू पहिल्यैबाट छैन जस्तो लाग्यो क्या जाल हाल्ने चाहिँ है होला थिएन होला नत्र त खोलातिर नै हान्थेन छैन क्या खाने त्यही हो नि मलाई थाहा छैन ल यो चाहिँ अब भयो होइन राखौँ अनि लागेन भने अर्को फेर्नुपर्छ ल अब मेरो मलाई यो जापानमा चाहिँ अचम्म लागेको कुरो के भने चाहिँ होइन यो जापानिजहरूले चाहिँ यो हाम्रो नेपालमा जस्तो यो जाल फालेर यो माछा मार्छ नि होइन त्यो चाहिँ जापानमा हुँदैन रहेछ क्या मैले चाहिँ यो एक्सपिरियन्स गरेँ कतै पनि देखिनँ पनि त्यही हो अब माछालाई मार्नलाई यो गडेउला हामीले त्यहाँबाट किनेर ल्याएको थियौँ यो गडेउला चाहिँ टक्क अब बल्छीमा हालेर यही गडेउलाले नै अब माछा मार्ने हो बिस्तारै बलमले अब हाल्दैछ यो गडेउला पुरै केलाएर ए माछा त्यहीँ झरेर तन्नु अब कति सानो अल्झ्यो कि पेटमा अल्झेर आइरह्यो भाइ त्यो पनि त्यो कस्तो सानो बिचरा टाइपको कि होइन पर्छ योभन्दा ठुलो योभन्दा अलिक ठुलो पर्छ ल अहिले चाहिँ हाम्रो ट्राई गर्दाखेरि चाहिँ स्टार्टिङमा चाहिँ यत्रोसम्म पऱ्यो अहिले यसपछि अझै ठुलो पर्ने हाम्रो आश छ हेर्सी कस्तो भइरहेछ सोल्टी आज माछा मार्न आएको पहिलोचोटि जस्तै हो अब फर्स्ट टाइम हो तिम्रो मेरो बिदा पनि मिल्यो अनि हामी अब गाउँले मान्छे झन् भेटभाट गर्नु परिहाल्यो माछा मारेर अब यत्रो माछा मारिसक्यो क्यारे मार्दा चाहिँ अब अझ 1-1.5 घन्टा मार्छौँ होला मर्छ अझै बवाल मर्छ होला तर एकदम बवालै भयो होइन आयो यो त के भन्छ अब हाम्रै सिम्पल रोड हो क्या सिम्पल रोड भने यो सामान्य नेपालमा खेले जस्तै हो तर रोड चाहिँ लामो छ डाइभाको हो फेरि चियर्स गर न त ल भनेर ल नेपाल जस्तो फार्महरू बामै पाउँदैन रहेछ लाएर वाइवाईको साथमा माछा मारिँदै यो भ्यू हेर्दै माछा झगडा भइरह टक्क लाएर अहिले पुरै भरिन्छ होला माछाले त्यहाँनिर टक्क लाएर अहिले परेपछि ट्याक्क तान्न जाने हो होइन त बलम कस्तो भइरह ठिक छ नि होइन एक्लैलाई त दिनभरिलाई पुग्छ क्या हामी यस्तै नै खेल्ने हो तर त्यहाँ चाहिँ कस्तो भने एकदम यो थापेरै राख्ने कि 3-4वटा बल्छी यसरी लाइन राखेको थियो होइन अनि थाप्ने कुनमा पर्छ त्यो तान्ने क्या त्यसरी के
फाइनली होइन हामीले चाहिँ यति नै कलेक्सन गऱ्यो आज दिनभरिमा। अब टक्क लगाएर लास्टमा एउटा दामी एउटा बाम ठुलो भोटी माछा परिहाल्यो, त्यसले गर्दा नै वेल इनफ नै भयो हामीलाई आजको लागि दिनको लागि। लास्टमा एउटा जापानिज इन्टरटेनर आइरहेको छ, त्यसो रमाइलो गऱ्यो। やっぱりそこが山があるからこういう川急な川が多いんだ。お兄さんたちカトマン エベレスト乗りたい？登りたいけど金ねえもん。あ、そうなんだ。今だってさほらなんだっけほら一緒についてくる人いるじゃない。ए जापानिजले चाहिँ होइन यताउति अब नेपालको बारेमा पनि सोधिरहेको थियो हल्का फुल्का, अनि आफ्नो फिसिङ एक्सपिरियन्स पनि हामीलाई सेयर गरिरहेको थियो, त्यसले गर्दा नि हामीलाई हल्का हेल्पफुल त भयो कि। なんつったらいいのかな、ロープレッシャーでロープレッシャー雨降ったでしょ。雨降ってです。あれでね全然ダメ、濁った。昨日なんかもはい。う濁っちゃって濁っちゃって、あ、そうなんだ。あっち荒川でこっち旧江戸川で水が入ってくるから、で上流のほら泥水みたいなのがバーってきて、それがこっちであっちに入ってくるから濁っちゃ今う。自分がどこで住んでますか？はい。俺はい。もうすぐあそこあ、そうなんだ。南葛西。ああ、南葛お兄さんたちはどこ？バングラ？秋か。西。何時？何時？あれ、いや、何時に出てるんですか？二人も。お兄さんはねちょっとねベトナムっぽいかな。ベトナム人ですか？見えてるね。違う？俺が何時に